गुड मर्निङ एभ्रिवान, गुड मर्निङ गुड मर्निङ गुड मर्निङ। हामी चाहिँ 6:45को गाडी, सरी यो चस्मा लगाएर निस्केछु के अरे 6:45को गाडी, त्यो गाडीले हामीलाई 6:25मा आइपुग्छु भनेर फोन गर्यो क्या होइन। के भन्दा होइन नेपालीको बारे कि त टाइम भन्दा 20-25 मिनट ढिलो कि चाँडो, टाइममा चाहिँ आउँदैन, टाइममा त छैन। टाइममा चाहिँ अनि अब हामी अब दौडिरहेको छौँ क्या, पठाउ गर्नु खोजेको पठाउ पनि पाइएन। सो वी हेभ टु वाक क्या हो। दुवैजनाले लु पनि गर्न भ्याएन। अब बसले कहाँ रोक्छ त्यहीँ गर्ने। हामी अहिले कोटी स्टपबाट हिँड्यौँ। हाम्रो गाडी चढ्ने स्टप कहाँनिर? बालकुमारी हो। हामी कुपनडोल आइपुग्यौँ। कुपनडोल किन भन्छौ तिमी जतिखेर नि बालकुमारी? ए सरी, हामी बालकुमारी आइपुग्यौँ। मलाई किन यो बालकुमारी र कुपनडोल कन्फ्युज हुन्छ क्या? त क्या मजाको लाइट दिएको क्या यो गाडीले क्या हामीलाई। हाम्रो गाडीले अघि नै हामीलाई जडीबुटी आइपुगिसक्यो भनेर भन्थ्यो, तर सायद झुट बोलेको रहेछ। उसले चाहिँ अरू नेपाली जस्तै ढिलो आउँछ सोचिसक्यो अरे। सो कति बज्यो? 6:30 हुनु लाग्यो। 6:25 हामी ठ्याक्कै 6:25। उसले भनेको टाइममै आइपुगेका छौँ हामी। यो उल्टो देखियो होला, तर हिज लेट। प्रोबेबली यही हो जस्तो यसले साइड लाइट बाल्दा। यही हो कि अहिले सिट। प्लिज हेभ अ सिट। सरर र पोखरा बजारमा ल देखेँ बस। अहिले हामी आइपुग्यौँ ठ्याक्कै लाएर हाम्रो ट्रान्जिट हाउसमा। यहाँ चाहिँ हामी अहिले यहाँ कफी खान लाग्छौँ। हेलो भनिदिनु न। यो चाहिँ मेरो चिनेकै एकदम प्रिय मित्रकै हो कि। अनि उहाँले चाहिँ हामीलाई चाहिँ यहाँ कफी चाहिँ कम्प्लिमेन्ट्री भएको छ गाडी। सो कुन ठाउँ हुँदा यो? कुन ठाउँ हो यो? मलेखु छ, मलेखु। ए मलेखु हो। अहिले मलेखु आइपुग्यो। मलेखुमा खाना खान रोक्नु भएको छ सायद। म त बजारको पारिपट्टि हो। ए बजार अलि उता रहेछ। मलेखु सुरुमै रोक्नु हुँदो रहेछ। खाना खान उता रोक्नु होला भनेको मुगलिनतिर, यहीँ रोक्नुभयो। मिठो ठाउँमा त रोक्दैन त्यस्तो। मिठो ठाउँमा रोक्यो भयो। अब ठिक छ, केही छैन। हेरौँ जति पनि मुड चाहिँ छैन। जति पनि असुम जाउँ, फ्रेस हौँ, के हुन्छ ट्राई गरौँ। ल्याक अफ ह्याबिट है, भ्लगिङ गर्नै बिर्सिन्छौँ। यो खाना खान लाग्छौँ ठ्याक्क लाग्यो, भेज खाना भन्दै दाइ। हजुर, भोकले गर्दाखेरि मात्रै खान लागेको। त्यस्तो केही हाम्रो भात खाने इच्छा त थिएन, तर अरू अप्सन नभएको हुँदा भात खान बाध्य छौँ हामी नेपाली भएर। A few moments later. द फुड वाज एक्चुली गुड देन वी एक्सपेक्टेड होइन होइन। हो, अनि त्यसपछि सक्यो हो। दाइले हामीलाई एकदम अतार लाएर हामी निस्किसक्यौँ। पुल कट्यौँ। यहाँनिर मजाले मुभी चलिरहेको छ। यहाँनिर मुभी हो कि सिरिज हो खै के हो, टाइम पास गर्नु पऱ्यो। हामी इन्भेस्ट भइसकेको छ। धीरे चलना है मुश्किल तो जल्दी ही सही, आँखों के किनारों में। हामी चाहिँ पोखरा आइपुग्यौँ। सबै बस खाली भइसकेको छ, हामी मात्रै लिस्ट माग्यो। So here's our bag. Welcome to Pokhara Hotel City Max. So हामी चट्ट नुहाएर ओरेर फ्रेस भएर अब फ्रेसै देखिरहेको हामी। यहाँबाट हामी नास्ता सास्ता खाने ठाउँ खोज्छौँ। अनि त्यहाँ गएर चाहिँ नास्ता खान्छौँ। दाजु हजुर, कहाँ आइपुग्यो हामी? हामी लेक साइड। वक्त है तो जीने दे, दर्द है तो सीने दे, ख्वाहिशें अनजान है अब क्या करें।
ठ्याक्कै हिँड्दा हिँड्दै सेकुवाको बास्नाले तानेर अनि चट्ट पसिहाल्यो क्या होइन सेकुवा चिकनको है चिकन कस्तो रहेछ सेकुवा मिठो 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 यसबाट कता जाने यहाँबाट कहाँ जाने त अगाडि जाउँ हेर्दै हेर्दै जाउँ We're back at our hotel City Max. We're at our room. यो हाम्रो रुम हो कसी छ यतापट्टि एउटा बाल्कनी एसी छ यहाँनिर लिएको मर्निङमा चाहिँ देखिन्छ अहिले चाहिँ देखिन्छ सो दिस इज पोखरा हामीले खानासाना उतै खाएर आइसक्यौँ अब चाहिँ सुत्ने गुड मर्निङ एभ्रिवान गुड मर्निङ गुड मर्निङ गुड मर्निङ गुड मर्निङ हामी चाहिँ रेडी भइसकेको छौँ है पोखराबाट चाहिँ अब पोखराबाट रेडी भइसकेका छौँ अब चाहिँ हामी जान्छौँ यहाँबाट बागलुङ बस पार्क घाम अलिअलि लागिसकेको छ वी क्यान सी द ब्युटिफुल लेक साइड अहेड ब्युटिफुल पोखरा के दाइ पिनट चाकु भात रन्दी दाईको मम्मीले बनाउनु भएको प्रोटिन भात होममेड है खोइ एउटा चाखिदिनु भाइ यार One eternity later. ओके हामी यहाँ अहिले होटलबाट निस्क्यौँ अब इन ड्राइभ हामीले हेरे आउँदा इन ड्राइभ सो हामी ट्याक्सी हेर्छौँ ट्याक्सी आइसकेपछि हामी विल गो टु बस पार्क कचोडी हुने इन ड्राइभमा नि हाम्रो स्विफ्ट डिजायर हुँदो रहेछ मलाई थाहा थिएन हाई गरिदिनु शब्दों के पहाड़ों पे लिखी है दास्तां ख्वाबों के लिफाफों में छुपा है रास्ता हस् दाइ धन्यवाद हामी चाहिँ बाग्लुङ बस पार्क आइसक्यौँ है एजमा ब्याग दाइले निकालिदिइसक्नु भएको छ सामानै सामान हातमा कहाँनिर होला र दाइ टिकट काउन्टर हजुर सामरुङ हजुर हाम्रो जाने बाटो होइन आन्द्रुप भन्दा अलि माथि होला अन्त गाडी त माथि नै त जान्न हिँड्नुपर्छ हजुरहरू हिँड्न त हिँड्नुपर्छ भन्दै थियो लासकेर जाने भने हाम्रो ठ्याक्कै हामी गाडी चढ्यौँ है झन्नै अलिकति मिस भएछ नत्र नेक्स्ट गाडी चाहिँ 5 को रहिसक्यो हम चले बहारों में गुनगुनाती राहों में धड़कने भी तेज है अब क्या करें ओ वक्त है तो जीने दे दर्द है तो सीने दे ख्वाहिशें अनजान है अब क्या करें ओर्लिन रेडी भइसकेका छौँ प्रोभेबली आई डोन्ट नो कहीँ बिहान यही ठाउँ हो कि अब यसपछि पनि पुऱ्याउँछ बसले कि अब जिपले जानुपर्ने हो केही हिँड्नुपर्छ बिचमा अनि पारी एउटा गाउँमा पाइन्छ उतापट्टि लान्छ भन्ने कुरा हरेक मान्छेले के कुरा गरेर टाउको घुमिरहेको छैन नाम पनि मिल्दैन उसले यहाँ जा भन्छ उसले यहाँसम्म गाडी जान्छ यहाँबाट के भन्छ अर्कोले के भन्छ हामी चाहिँ अहिले ठ्याक्कै घान्द्रुकबाट चाहिँ हिँड्न सुरु गरिसकेका छौँ रन्दै चाहिँ कस्तो लागिरहेछ भर्खर 5 पाइला जति लिइरहेको छ एकदम ब्युटिफुल माउन्टेन देखिरहेको छ हाम्रो माछापुछ्रे होइन दाइ माछापुछ्रेलाई किन माछापुछ्रे भन्ने पोखराबाट थाहा नहुने रहेछ यहीँबाट थाहा हुन्छ यहाँबाट ठ्याक्कै थाहा हुन्छ
हेर्दै अहिले माछा खाउँ जस्तो हुँदैन। अब बिस्तारै टक्क 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 हिँड्दै जाने। अनि थोरै यहाँ चाहिँ कन्फ्युजन भएको छ। अलि अगाडि गएर गाडी चढ्ने भन्छ कसैले होइन अब त नहिँड्ने हो भन्छ। कन्फ्युज बनाइदिएर ऊ हाम्रो पोजे भ्लगरको भ्लग खिच्नु पऱ्यो अरे पछाडिबाट। के छ पोजे भ्लगर? भिलेज गान्द्रुक आइपुग्यो। झन् बढी हिँड्नुपर्ने छ 10 मिनट जति। बस पार्क जताभावी फोहोर फाल्न सक्त मनाइ छ। जरिवाना रु 500 बाहिरी पेय तथा खाद्य वस्तुहरू ल्याउनु मनाइ छ है। ठिक छ। तराईकै आदमी भैँसी चाहिँ डरेला। तपाईँले डराउँछ कि चिन्यो? मोमोको प्लेटमा चाहिँ नचिन्नु। फाइनली यो यहाँ चाहिँ हामीले भर्खर देख्दैछौँ। है छोमरोङ गाउँ कुन चाहिँ हो? छोमरोङ गाउँ पारि देखेछ नि ऊ त्यो देखिएको हजुर वाह त्यो रोडको बाटोवाला रोडदेखि उता के ए ऊ त्यो लास्टको डाँडो त्यसको यतापट्टि छ। ए कति घन्टा जति लाग्छ दाइ? 4 घन्टा यहाँबाट 4 घन्टा जति लाग्छ। 4 घन्टा मजासँग यहाँबाट 4 घन्टा जति लाग्छ भन्ने कुरा। छोमरोङ गान्द्रुकबाट चाहिँ दाइको गाडीमा चढिसकेका छौँ। दाइले हामीलाई चाहिँ कहाँसम्म लिएर जानुहुन्छ? मैले सामरुङसम्म दाइले लिएर जाने। हजुर त्यहाँबाट चाहिँ हामी कसरी जानु पर्यो? त्यहाँबाट चाहिँ अनि फेरि हिँडेर झरुङ्गे पुल तर्नु, हिँडेर अनि झिनु जाने। हजुर दाइ। अनि झिनुबाट आज छोमरोङ हुन्छ कि छोमरोङबाट अप्पर सिनुमा अब तपाईँ फर्किनु भयो। अप्पर सिनुमा त्यहाँ त्यस्तो तन्किँदै विचार छ भने आनन्दले जाने हो। छोमरोङमै बसिन्छ होला। हेरौँ कतिको नि अलिकति इच्छा राख्छ। सिनुमा राम्रो ठाउँ चाहिँ कुन चाहिँ छ दाइ बस्नलाई? राम्रो ठाउँ हजुर राम्रो त अब तपाईँको आफू यहीँ गाडी चलाउने मात्रै हो, हिँड्ने छैन। हजुर दाइ। अब छोमरोङ पनि राम्रै छ सुनेअनुसार। अब झिनु राम्रो छ। कस्तो फिलिङ आइरहेको छ दाइले भन्दैन? आफ्नै गाडी मजाले जाउँ। अनि दुईजनाले मात्रै रिजर्भ गरेर जाँदैछौँ। अनि हामीलाई बसवालाले हामीलाई गरेको स्क्यामको भनेर भने छैन। त्यो कस्तो हुँदो रहेछ भन्दाखेरि जिप चाहिँ अर्को बाटो हुने रहेछ क्या। अनि त्यो बसवालाले चाहिँ होइन त्यही हो त्यहाँबाट त्यो बाहेक अप्सनै छैन तपाईँसँग भन्ने टाइपको कुरा गरेर हामीलाई मान्छे जति बाटो भयो भने बस पार्कमा चाहिँ बेकु बनाइदो रहेछ भन्ने एउटा अर्को उदाहरण। बस पार्कमा चाहिँ एकदम त्यो 4-5जना आएर घेरेर के भन्ने नि पागल भनेर बाटो भन्ने चाहिँ एकदम नेट सामरोङ हामी छौँ सामरोङमा। यहाँबाट छोमरोङ 2 घन्टा लाग्छ अरे। झिनु डाँडा तातो पानी पनि यतिबाट रहेछ। हामी चाहिँ यहाँ अहिले स्टे गरेनौँ। हामी सिधै माथिलाई नै हेड गर्छौँ। तन्ने दाइलाई हामी थोरै पछाडि नै छोड्यौँ। धेरै पछाडि चाहिँ हुँदैन। 5 मिनट्स ब्याक। यस्तो ठाडो उकालो छ यो छिटै सकियोस् भन्ने चाहन्छु। किसी हवाओं में चले हैं हम कहीं
यो होटल दामी रहेछ है। ठिक छ यार यो तल छ कुनै यस्तो छैन यही होटल चाहिँ अलिकति राम्रो छ जस्तो लाग्यो। बुझ्यौँ न दामी रहेछ दाइ तर। बत्ती कता हो? ए मेरो चस्मा बेसिक लाइटिङ बेसिक लाइटिङ बेसिक रुम कजी बेड यतिको रुम त ठिक भइहाल्यो नि त। यो भ्यू स्यू पनि ठिकै छ जस्तो लाग्यो यहाँनिरबाट। बास अब चाहिँ चट्ट खानासाना खाएर मस्त सुत्तिहाल्नुपर्छ। गुड नाइट।